Hajime Masite, नमस्ते। हजुरको शुभ नाम? मेरो नाम झकबहादुर थापा मगर। तपाईँको स्टाफ नम्बर? 77000। हजुर। तपाईँ कन्ट्र्याक्टमा भयो भन्दा फरक काम गर्नुभएको छ र? त्यस्तो त अहिलेसम्म गरे छैन। त्यस्तो गरेको नि हजुर, थाहा। एसपिएस बाहेक अरू कुनै काम गर्नुभएको छ? त्यस्तो गरेको छैन। स्वास्थ्य र सुरक्षालाई ध्यान दिई काम गर्नुपर्छ जस्तो लाग्छ कि नै? त्यो त अनिवार्य। हजुर। ध्यान। कन्ट्र्याक्ट अनुसार टाइममा स्यालेरी पाउनु भएको छ? स्यालेरी त टाइममै पाएको छ। हजुर। कन्ट्र्याक्ट अनुसार काम गर्नु भएको छ? गरेको छ। तपाईँलाई बिदा आवश्यक पर्दा बिदा लिनु भएको छ, पाउनु भएको छ? आवश्यक पर्दाखेरि पाइएको छ बिदा। अनि बस्ने व्यवस्था गरिएको छ? बस्ने व्यवस्था अहिले आफ्नै रुम हो के अरे, त्यही हजुर। भएर ठिक। एचआरसीले दिएको हो नि? खोजिदिएको रुम हो? एचआरले हाम्रै खाइसाले, सरी। फैसल भन्दा नि अहिले चाहिँ आफैले खोजेको रुम हो। खाना बस्ने शुल्कहरू भनेपछि हजुरले आफै पे गर्नु भएको छैन हाम्रो यहाँ खाइसामा? त्यस खाइसामा पे गरेको छैन। अनि सहयोग आवश्यक पर्दा सहयोग पाउनु भएको छ हाम्रो खाइसाबाट? सहयोग चाहिँ पाइएको छ भन्नु पर्यो। हजुर। अनि काम गर्दा धम्कीहरू दिने त्यस्तो गैर कानुनी काम गराइने त्यस्तो भएको छ? कि त कस्तो धम्की, खोकी धम्की चाहिँ होइन, ठिकै छ, धम्की आएको छैन। हजुर। ब्याङ्क कार्ड र सम्पत्तिहरूको उचित तरिकाले व्यवस्थापन भएको छ? भएको छ। जाइरो कार्ड र पासपोर्ट तपाईँ आफै राख्नु भएको छ? सधैँ आफै बोकिन्छ। हजुर। निजी जीवन स्वतन्त्रपूर्वक जिउनु भएको छ? हजुर। अनि स्वास्थ्य अवस्था ठिक छ? अहिलेसम्म ठिकै छ। हजुर। तपाईँसँग कार्यरत कर्मचारीहरू कुनै अवैध रूपमा कार्यरत हुनुहुन्छ र? छैनन्, त्यस्तो अहिलेसम्म थाहा पाएको छैन। हस्, तपाईँको समयको लागि धन्यवाद। हस्, नमस्कार। धन्यवाद। समादेश।